हाई एभ्रिवान, नमस्ते सबैजनालाई। सबैजना सन्चै राम्रै हुनुहुन्छ भन्ने आशाका साथ आज पनि मैले नयाँ भिडियो लिएर आइसकेको छु। अनि सबैजनाले मेरो भिडियो अन्तिमसम्म हेरेर के कस्तो लाग्छ लाइक कमेन्ट फलो गर्न नबिर्सिनु होला। अनि मेरो अघिल्लो भिडियोहरूमा नि सबैजनाले कति धेरै मन पराइदिनु भएको छ। सबैजनालाई धन्यवाद भन्दै आजको भिडियो सुरु गरौँ है त। हामी चाहिँ दिदीको घर रोप्ने अनि बिउ काट्ने भनेर गएका थियौँ, तर सोचे जस्तो भएन। ट्र्याक्टर नपाइएर यो बर्खाको बेलामा रोप्न चाहिँ पाएनौँ। अनि बिउ काटेर खानासाना खाएर हामी घर फर्केका थियौँ। अनि यहाँ अगाडि देखाएको मैले चाहिँ हाइलाइट थियो। यसपछि हामी वहाँ पुगेर 3-4 बजेतिर 3:30 भएको थियो होला हामीले बिउ काट्न जाँदाखेरि। अनि गर्मी थियो, लास्टै गर्मी थियो। अनि हामीले चाहिँ यहाँ बिउ काटेर यहाँ अहिले देख्नुभएको छ नि, यो बिउ आधीभन्दा धेरै नै काटेर छोडेका थियौँ। अनि बिउ फेरि कस्तो सजिलो थियो, पानी लगाउनु भएको रहेछ। अनि पानी लगाएपछि फेरि अलि गाह्रो नै भयो। अनि त्यसपछि यहाँ नानीहरू पनि कति खेलेको हिलोमा। अघि मैले भिडियो बनाउनै बिर्सेछु कि, यो भिडियो बनाउने बानी नभएपछि त भिडियोहरू बनाउनै बिर्सिँदो रहेछ। अनि पछि नानीको बाबा आएपछि नानीको बाबाले गराइदिनु भएको। अनि हामी चाहिँ बिउ काट्दै थियौँ। अनि यहाँ नानीहरू खेल्दैछन्। यहाँ कुखुराले फेरि बिउ पुरै खाइदिएर माडेर कस्तो गराएको थियो कि, पुरै यता र उता गराएर देख्नु न, हेर्नु न कस्तो बनाइदिइरहेछन्। अनि यहाँ अङ्कितले चाहिँ त्यहाँ आली खन्ने अनि पानी लगाउने काम तिनको थियो। हामीले चाहिँ बिउ काट्ने भनेर बिउ काट्न गएका थियौँ। अनि साँझसम्म ट्र्याक्टर आएन, त्यसपछि रोप्न नि पाइएन। भनेका खेताराहरू पनि फर्केर जानुभयो, हामीले मात्रै बिउ काटेका थियौँ। सबैको रोपाइ सुरु भइरह्यो नि त, पानी परेको थियो। अनि त्यही भएर ट्र्याक्टर नै पाउन अति गाह्रो हो। ट्र्याक्टर नपाउने, कहिले फेरि रोप्ने मान्छे नपाउने, आफूले मात्रै एक्लै रोपेर नि भ्याउन नसकिने। अनि त्यस्तै भइरहेको थियो। 2-3 दिनदेखि भनेर पनि ट्र्याक्टर पाइएको थिएन। अनि त्यसपछि हामीले त्यो बिउ मात्रै काटेर हामी साँझ घर आएका थियौँ। अनि यो भिडियोहरू एडिट गर्दासम्म नै अझै ट्र्याक्टर पाएँ छैन रे, जोतेको के भन्छ रे, मेलो बनाएको छैन। अनि यहाँ नानीहरू चाहिँ यति हिलोमा खेलेका थिए, अघि नै पुरै हिलोमा खेलेर कस्तो भएको थियो। अनि यहाँ कपडाहरू फेरेर फेरि एक सेट लगाइदिएको थिएँ मैले। अनि त्यो कपडाहरू फेरेर फेरि पनि हिलोमा यहाँ पुरा हिँड्दैछ दाइसँग। यो हिँड्नै जान्दिने फेरि, यो ठुली नानी, सानी बरु हिँड्छ, ठुली फेरि त्यस्तो हिँड्नै जान्दिने कोही किन। अनि कतिचोटि लोटेर कपडा फेरि भिजाइसकेको थियो। अनि यहाँ दाइसित फेरि तल खेतमा पानी थुन्न गएको थियो यिनीहरू। 7 बजीसम्म बिउ काट्यौँ। अनि खानासाना खाने बेला भएपछि अमनले चाहिँ यहाँ कुखुरो काट्ने, भाले काट्ने भनेर 3-4 वर्ष भयो थियो यो भाले चाहिँ। अनि यो भाले काट्ने भनेर यहाँ पुरा देखाउँदैछन्। यस्तो टोक्छ कि यो भालेले छोप्न नि सकिन्न। अनि आजभोलि त ब्रोइलर कुखुराको मासु नखाने भनेर बर्ड फ्लू लाहा के लाहा भन्छन् नि त। अनि त्यही भएर हामीले चाहिँ भाले खाने भन्नुभएको थियो दिदीले। अनि यही काट्दैछन्। अनि हामीले यहाँ काटेर भ्याएपछि त मैले यहाँ पोल्दैछु। यो यसरी देखाउँदा चाहिँ कस्तो सानो देखिँदो रहेछ के। अनि पुरा काटेपछि त फेरि अघि नै कस्तो ठुलो देखेको थियो नि त। अनि यो रङहरू फालेपछि त सानो देखिने। अनि काटेपछि पनि धेरै हुने कि मासु, यस्तो टाइट थियो यो मासु। हामीले कुकरमा सिटी लगाएका थियौँ। अनि यहाँ मैले पोल्दैछु। अब चाहिँ मैले यो भालेको टाउको पोल्दैछु है गाइजहरू। हो सही हो। ल अब चाहिँ हाम्रो यहाँ कटिङ हुँदैछ। अब यसको लाइट बिग्रेको थियो, फेरि कति दिनलाई बन्यो। अनि फेरि कहिले आएर फेरि बिग्रिन्छ। यस्तै हुन्छ यो के। अमन भ्यायो काटेर कति भयो, यस्तो भयो। सिर्नी काट्यो, निकाल्नु त अब कटौरामा हाल्नु।
हाम्रो मासु चाहिँ यत्रो भयो अनि यो छ यो के रे यो कलेजो पाङ्रे के खाने यहाँ खुट्टा अनि अमनले खाने हुन् रे छडी हुन् कि के भन्छन् ल अब चाहिँ हामीले यो पकाउ देखिसेन आगे निबो नत्र अब बोल्दिन फेरि मिठो कति बेर भएको मुखमा सुट मास लानु त मिठो बल्ल चलो जाने हुन्छ ओइ आमामा पाङ्ग्रा खाने ल हेरेर खा बस हड्डी नखाए है मेन चाहिँ फेर्दै हो साथीहरू यहाँ भ्याइयो जानु के यतिकै अनि फेरि पकाउने अनि पानी खानेहरू पकाएपछि खुल्ला बनाउने भनेको झन् टाइम हुन्छ है राजा कति खान्छ र भ्याइसके छै होला पानी पानी त्यस्तो धेरै पानी यहाँ चिरिक चिरिक पार्छन् दुईटाल टोकेर रहेछन् 2500 गरेर
हाला त्यही भएर मलाई कस्तो